Hello everyone. Once again, welcome back. र आज चाहिँ हामी हामीहरु बजार गाइस अरु कहाँ गएको हामीहरु चाहिँ त्यहाँ माथि जान्छ नाम भुले सरी गाइस आज सबै जान्छ त्यो बजार इन्ट्रेस्ट बक्स तर यो चाहिँ अलरेडी सिक्यो काल पुगेर गाइस हेलो फेरि पनि स्वागत छ एकचोटि है अनि हामी चाहिँ तपाईहरु सबैजनालाई थाहा भएकै कुरा हो नानी यहाँ मैले सिङ्गीमा ल्याएको छु भनेर अनि आज चाहिँ घुमाउन लान्छु भनेर चाहिँ हामी चाहिँ निक्लेको घरबाट निक्लेको मात्रै तर यस्तो बिजोग भयो आधी बाटो गएर पर्खिनु पर्ने भयो हेर्नुस् न पानी यत्रो ठुलो पर्यो नि यस्तो बिजोग भयो कि अब उता जानु कि यता जानु भयो हुन्छ नि त्यसले गर्दाखेरि चाहिँ हामीले भन्यौ अब पानी यतिकै कन्टिन्यू पर्यो भने चाहिँ हैन होस् घरै जाउँ कुनै अरु दिन जाउँ भनेर विचार नानी हेर्नुस् यस्तो विश्वास मानिराख्छ नि अब घुम्नु जानु भनेर लगेको हो घुम्नु जानु नि नपाउँदाखेरि त तर पनि घरमा आएर दुईजना धन्न साथीहरु दुईजना खेल्न थालिहाल्यो अनि उले बुलले पनि अब हामी घुम्नु जान्छ भन्ने बुलले पनि हो दुईजना मजाले इन्जोय गरेर खेल्दै छ अनि हाम्रो भाइको चाहिँ यस्तो बिजोग भइराख्छ नि हेर्नुस् यस्तो अप्ठ्यारो पाराले चल्नु पर्दैछ बेडमा पनि खुट्टा अस्ति त्यो लडेकोले गर्दाखेरि कि जब दुईजना मजै छ दुईजना खेल्दैछ हो दुईजनाको जोडी चाहिँ एकदमै धेरै मिल्छ नि त त्यसले गर्दाखेरि खेल्दैछ अनि अब चाहिँ माम खाने टाइम पनि भयो अनि फर्स्टमा चाहिँ दुईजनालाई दिइहालेको नि त किनभने दुईजना चाहिँ एकदमै खेल्दै 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 खान्छ कि त्यसले गर्दाखेरि दुईजनालाई फर्स्टमा दियो भने चाहिँ ढुक्कै हुन्छ भनेर चाहिँ दिइहालेको अन्त चाहिँ हामी बादमा खाँदाखेरि हुन्छ नि त अब उनीहरूले खाएर खेल्दै गर्छ उनीहरू त्यसै हामी खाँदा हुन्छ ओके बाइ ले बोकेर लानु पर्ने यस्तो पनि हुन्छ कहिले